घरमा पनि मलाई देखे कि खेतको काम गर्नुपर्छ के को काम गर्नुपर्छ भनेर भन्छ बाबुआमा। खेताला पनि छैन, बाबुआमा पनि कहाँ गयो, एक्लै छु। कोदालो पनि छैन, लिन जानु पर्यो पवित्रकोतिर। फोहोर भएको जति बढाएर नि धुलै धुलो हुन्छ त। ओइ बबिता, अङ्कल आन्टी खोइ? घरमा अङ्कल आन्टी हुनु नै के हो? होइन, मैले बोलेको सुन्दैन क्या हो त नि? मैले के भने भनेर त सुनिस् होला नि त, तेरो कान छैन? तँलाई अङ्कल र आन्टीले चाहिँ किन चाहियो? म त यो घरको सदस्य नै होइन जस्तो गर्छस् त। के भन्नु पनि मलाई भन्नु भइहाल्यो। तेरो यो अनुहार त होइन, के साह्रो मुख चलायो के तैँले? भन, अङ्कल आन्टी कहाँ हुनुहुन्छ? भन्दिन। के गर्छस्? स्कुलमा जस्तो दादागिरी देखाउन थालेको होला मलाई यहाँ। यो त मेरो घर पो हो त। के हो? भेट्यो कि कुकुर बिरालो जस्तो झगडा गर्छौ त? मसाने के भन्नु तैँले? के जिस्काएर होला यत्रो ठुली भएर पनि? मलाई यो जति रिसायो त्यति नै जिस्काउन मजा आउँछ क्या भाइ। यो मसानेले जिन्दगीमा हाँस्न जानेकै छैन जस्तो छ। जतिखेर परेर बसिरहेको हुन्छ। के भनिस् रे तँलाई? तँलाई त मसाने भन्छस् तँलाई? मसाने भन्छस् मलाई? मसाने भन्छस् त? मसाने भन्छस् मलाई? भाइ मलाई यो मसानेबाट बचाए। ओइ पवित्र, फुरुक्क तँ आइज। आउँदिन, के गर्छ? तँलाई आज म नकुटी छोड्दिन। होइन विक्रम पो आएछ हाम्रो घरमा। कुट्छस् भाइ, मसानेलाई कुट्न जा। चुप लाग न, कति करा। होइन है विक्रम, कसलाई कुर्छ भन्छ यो? ए अङ्कल नमस्कार, आन्टी नमस्कार है। नमस्कार नमस्कार। नमस्कार। रातै गयो। अलि यता राख्न र बस हिँड। कुचो पनि लाठा भयो। तिनीहरू भेट्यो कि कुकुर बिरालो जस्तो गर्छन् जतिखेर नि। के भयो तिमीहरूलाई? तीनजना एक अर्कालाई मुखेर हेर गरेर बसिरहेको छौ त। बसेरै कुरा गरे भइहाल्थ्यो नि। जा दिदी खाना पका। यो झोला पनि लिएर जा भित्र। अङ्कल भोलिलाई कोदालो चाहिएको थियो मलाई खेत खन्नलाई, अनि साथी पनि चाहिएको थियो, त्यही भएर आएको। के रे मसाने? कति कुरा भन्नलाई अङ्कल खै आन्टी खै भन्छ। मलाई भन्न सक्दिन्थिस्? हेर्नै अङ्कल आन्टी, यसले मेरो हातको कुटै कुन्दिनी खान्छ मजाले। मलाई मसाने भन्दै जिस्काउँछ। किन रिसाउनु पर्यो विक्रम? तिमीहरू साथीमा त्यति मसाने भन्दैमा रिसाइ हाल्नुपर्छ त झनक्क भएर? कहिले काहीँ त ठाकठुक परिहाल्छ नि साथीमा। कोदालो त्यही छ, तँलाई जुन मन छ त्यही लिएर जा। भोलि तँलाई काम गर्न यही पवित्रलाई पठाइदिन्छु। ठिक। पवित्रलाई किन पठाउनु पर्यो? बाबुलाई पठायो भइगयो नि। उसै त झगडा गर्छन्, भोलि एकै ठाउँ भेट्यो भने फेरि कुकुर र बिरालो जस्तो गर्छन्। पर्दैन पठाउनु पवित्रलाई, बाबु जान्छ। मसाने पवित्र कति मसाने भनेर जिस्काइरहन्छस्? ए विक्रम, खाजा खाएर जा है। नहाने आन्टी, म त खाएर जा अलिकति। नहाने के आन्टी, मेरो भाग पनि यही लठेब्रीले खाओस्। गएँ म। मसाने तँलाई पक। कति जिस्काउँछ यो? उसै त हाँस्नु जान्दैन, कुनै पर्छ रिसमा। मान्छे सधैँ एउटा मोडमा हुन्छ।
खत्रै रहेछ यार। मलाई पनि रमाइलो लाग्यो गाउँ हेर्दा त है। जग्गा चाहिँ राम्रै छ होइन, हरियाली। हरियाली मात्र होइन, यहाँको सोल्टिनीहरू पनि खुब राम्रो छ भन्ने सुनेको छु। जाउँ, कुनै न कुनै सोल्टिनीहरू त बाटोमा भेटिन्छ होला नि। त्यसलाई नि अब हेर्दै जाऊँ न है। सोल्टिनी हेर्न कति राम्रो रहेछ। गाउँको केटीमा पनि च्वाक रहेछ यार। हो भने यार साँच्ची नै स्वाङ रहेछ यार। हेलो सोल्टिनी, एकछिन घाँस काट्न छोडिदेऊ, तिमीलाई हेर्न मन लाग्यो। के रे के भन्नुभयो? के भन्न खोजेको? त्यस्तो केही होइन, यसो घाँस काट्न छोडेर चिनाजान गरौँ कि भनेर नि सोल्थे नि। हामी त यो गाउँको नयाँ मान्छे परियो, यसो गाउँघरतिर घुमाउनु हुन्छ कि भनेर नि। तपाईँहरू आफै घुम्न सकिहाल्नुहुन्छ नि गाउँ। सोल्टिनीले बडी मेन्टेन चाहिँ खत्रै गरेको रहेछ। नाम चाहिँ के परेको नि, पुरै कौतूहलता जागिरहेको छ। नचाहिने कुरा नगर्नुहोस्। चिन्नु नजान्नेको मान्छेलाई किन चाहिएन? मलाई त झन् कौतूहलता मात्रै होइन, शरीरभरि करेन्टै लागिसक्यो नि। तपाईँहरूसँग नचाहिने फाल्तु कुरा गरेर बस्ने मेरो टाइम छैन। घरमा म गाई बस्तु भोकाइसक्यो होला, घाँस काट्न छोडेर यस्तासँग कुरा गरेर जा तपाईँहरू आफ्नो बाटो। सोल्टिनी त कडै रहेछ यार। जाऊ केटा। जय नेपाल। तिमीहरूको हतियारको केस कहाँ पुगिसक्यो अहिलेसम्म? छानबिन भएको छ कि छैन? हतियारलाई पत्ता लागेको लागेन अहिलेसम्म? कोसिस त हामीले धेरै गरेको हो सर, तर अहिलेसम्म त्यो हतियारको कुनै पहिचानै पत्ता लगाउन सकेनौँ। अब जे होस्, सरकारले केस हाम्रो हातमा दिएको छ। अब यो केस हामी आफैले फाइनल गर्नुपर्छ। म केही समयको लागि बाहिर जाँदैछु, यो केस तिमीहरूले ह्यान्डल गर्नुपर्छ। केही समयपछि म आउँदा यो केस फाइनल हुनुपर्छ। ओके सर। जय नेपाल सर। जय नेपाल। सम्झना ए सम्झना, सम्झना ए सम्झना, सम्झना कहाँ गयो के यो त? सम्झना ओइ सम्झना कहाँ मर्गी छ यो? झन् हतार भएको बेलामा के भयो के तँलाई? एकछिन टोइलेट बस्न पनि दिँदैन, किन कराएको? के अड्क्यो क्या त्यसरी? के हुनु नि, टोइलेट बस्दा के अड्किन्छ? गु अड्क्यो नि। तँ चिच्याएर बाहिर आएको पनि भित्रै अड्क्यो भने के भयो? किन चिच्याएको? हतारमा छस् त? के काम पर्यो त्यस्तो? बजार हिँड्न सम्झना, सामान किन्नु पर्ने छ कि, मसँगै जाउँ न ल। ए ल ल, म जुत्ता लाएर आउँछु ल। कति बेर लगाएको होला त्यति जाब एउटा जुत्ता लाउन पनि। छ्या हतार भइसक्यो आफूलाई। कति हतार भएको। ल ल जाउँ जाउँ। लोसी ओइ उता हेर त। ओइ सम्झना, तँ के किन्छस्? म त केही नकिने, म त तेरो साथी मात्रै आइदिएको। बरु आज मलाई मोमो खुवा न। बजार आएर मोमो नखाएर पनि धेरै भइसक्यो।
खन्चुवा हिँड तँलाई मोमो खान खुब मनपर्छ है मनपर्छ नि खा है आज त म ल ल खुवाउँछु हिँड भित्रस ओहो सोल्टिना चिटिक्क परेको देख्दा त महाकसम टपक्क टिपेर पप्प खाउँ जस्तै देखिन्छ त सोल्टिनाको नाम चाहिँ के होला ओहो हो भनेको केटा यस्तो फिगर त मा कसम मैले देखेकै छैन नाम चाहिँ के पर्यो होला सोल्टिनाको किन चाहियो तिमीहरू को हो र हामी त मान्छे हो तर सोल्टिनीलाई देखेपछि चिनाजानी गर्नु मन लाग्यो नाम चाहिँ के हो भनिदेऊ न उसको नाउँ पवित्र हो उसको नाउँसँग के भात मुसेर खाने हो जाऊ हिँड पवित्र पवित्र आम्मा कसम हिँडाइ त सेक्सी छ झन् हेराइ त अहिले तिनीहरूलाई मेरो नाम किन भनेको जब एउटा तेरो नाम भन्दाखेरि तँलाई टाउको दुखाइगयो तिनीहरू देख्दै ट्यापे जस्तो छन् जान्ने भएर मेरो नाम भन्नुपर्ने आफ्नै नाम भन्नु नि जब तेरो एउटा नाम भन्दाखेरि तँलाई टाउको दुखाइ भयो त दुख्छ त मेरो नाम पवित्र पवित्र जस्तो नाम त्यस्तो अपवित्रलाई भन्दा दुख्दैन ए बाबा जे हुनु भइगयो ल हिँड अब जाउँ बाटोमा बसेर झगडा गरेर के हुन्छ जाउँ ओइ तँलाई के भयो त्यो केटीलाई म छोड्दिनँ त्यसो भए हिँड आज त्यसको शिकार गरेरै छाड्ने हो फुलको बासना नबोले नि हाँसी राखला म बनाउँछु तेरो अलिक बजाए भएन क्या यहाँ गुराँसको फेर मुनि ओइ हेर त त्यो अस्तिको सोल्टिने न त्यसको त म हो रहेछ आज चाहिँ यसको शिकार गर्नु गरेरै छाड्नुपर्छ सोल्टिने आज त हामीले नजिकबाटै भेट्न आयौँ नि ए केटा यो सोल्टिनलाई त जति फकाए पनि मान्दैन त अब के गर्ने होला तेरो बाउ शिकार गर्ने शिकार छोड्दे मलाई छोड्दे मलाई छोड्दे भनेको दिदी 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 विक्रम 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 दिदी 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 के भयो पवित्र के भयो विक्रम दिदी उठाने
पावन भन्न मन छोरीलाई के हो भने भन्न मन के बोला मेरो छोरीलाई यो पावन तिमीलाई के हो भन्न पवन अब पवित्रलाई हस्पिटल लैजाउँ अङ्कल तपाईँ चिन्ता नगर्नु न भन्छ यो के टेन्सन भइरहेको छ पवन हस्पिटल ल्याऊ पवित्र ओइ पवित्र के भयो के टोलाएर बसिरहेको छ खाना खाना हिँड्भित्र नानी हिँड्न खाना खाना जाउँ नि नानी ओइ नानी खाना खाना जाउँ नि नानी पवित्र हिँड खाना खान जाउँ अब गएको गएर बिर्सिदेऊ हेर तिमीले नयाँ जिन्दगी सुरुवात गर्नुपर्छ हिँड छोरी हिँड म नखाने हजुरहरू खाने त्यसो नभन छोरी तिमीलाई नखाइकन यो बाबाको मनमा के होला पिर म खान्न के बाबा हजुरहरू गएर खानु तिमीले गएको दिनको कुरा बिर्सिदेऊ हेर तिमीले अब त नयाँ जिन्दगी सुरुवात गर्नु छ ल हिँड हिँड छोरी हिँड हिँड्न छोरी हिँड पुरानो कुरा किन याद गर्छस् तैँले पुरानो कुरा चिन्ता गर्दाखेरि हामीलाई पनि त पिर हुन्छ नि हामी पनि त मान्छे हो नि अलिकति आमा बाबुको पनि त ख्याल गर न तैँले आफ्नो मात्रै गरेर हुन्छ त हिँड नानी मलाई खानै मन छैन के मम्मी हजुरहरू गएर खानु छोरी पवित्र हिँड्न हिँड अलिकति भने खाइदिएन हिँड मलाई खानै मन छैन भने मलाई एकछिन एक्लै छोडिदिनु सक्नुहुन्न तैँले नखाएपछि हामीलाई चाहिँ कसरी रुच्छ त दिदी दिदी किन डोको के भयो खाना खाने बेला हिँड हिँड भनेको खाना खाने बेला बस्यो भाइ त जा खा मलाई एकछिन एक्लै छोडिदिए किन दिदी के भयो हिँड जाउँ खाना खाउँ